जय नेपाल, जय मधेस, जय समाज। म आज फेरि तपाईहरूको लागि म एउटा भिडियो यस्तो खालको मैले छुट्टै बनाएको हो ताकि तपाईहरूलाई अझै प्रष्ट होस् भनेर म धन्यवाद ज्ञापन व्यक्त गर्न चाहन्छु। नयाँ नौलो केही छैन, तर हाम्रो समाजमा कस्तो हुनुपर्छ भनेर आत्मका साथ छातीमा हात राखेर भन्नुहोला कि आत्मका साथ जस्तो हुनुपर्ने समाज जस्तो हुनुपर्ने समाज भयो त भएन, जस्तो गर्नुपर्ने काम भए त भएन, जस्तो हामी सोचेर बनाएको ल्याएको त्यस्तो भए त भएन भने व्यक्ति त आयो नि, म राम्रो गर्छु, म समाज सेवा गर्छु भनेर व्यक्ति त आइयो, ल्याइयो, हेऱ्यो। तर आउनेमा पार्टी छोड्दै पार्टी चेन्ज गर्दै जितेर गर्ने जितेर नगर्ने भनेर यसरी टिका टिप्पणीले गर्दा हाम्रो समाजमा विकास नभएको देखिन्छ। यदि मैले हेराइबाट भएन भने तपाईहरू पनि छातीमा हात राखेर भन्नु कि यो तपाईहरूको चित्त बुझ्ने अनुसारको समाज हाम्रो बने निर्माण भयो त? एक कलम देखाउनुहोस्, कहीँ पनि छैन। छैन भनेको के त छ भनेर गर्ने हामी पार्टीगत तर्फ आउँछौँ। तपाईहरू पार्टीतर्फगत नै एकजनाले जित्ने हो भने गर्नका लागि चाहिँ आउने, भइसकेपछि चाहिँ नगर्ने, एउटा गर्नका लागि आउने पार्टी छोडिदिने भनेर यो सबै प्रविधिले के देखिन्छ त? समाज सेवाको नाममा, विकास परिवर्तनको नाममा, जातीय धर्मीयको आधारमा जो जति आइयो त्यो यही गर्यो कि जे ताकि हामीले लिन सक्दैनौँ, उनीहरू दिन सक्दैन भनेर यो आधारमा हामीले अहिलेसम्म हामी चुन्दै बुझ्दै आएको हो सबैजनालाई। तर गर्ने व्यक्ति कस्तो र कहाँ को छ भन्ने कुरोमा हामीले अझै प्रष्ट गर्नुपर्छ। मैले जानेअनुसार अझै प्रष्ट हुनु, बुझ्नु, किनकि सकारात्मक बिनाको समाज, सुशासन बिनाको समाज, अधिकारीको अधिकार, जनतालाई संरक्षण गर्न जानेन र जानेको व्यक्ति यस्तो विकास गर्दैन। यो सबै विकास मैले जाने अनुसारको यो केही पनि विकास होइन। किनकि मैले नै जिते भने अरूले जिते भने त्यो गर्ने मिस्त्री नै हो। जसरी रोड ढाल्ने काम मिस्त्रीको हो, बिल्डिङ बनाउने काम इन्जिनियरको हो, मिस्त्रीको हो भनेर प्रत्येक कामको नेतृत्व गर्ने खालको आफूमा भर पर्दो पाएको अधिकारदेखि जनताको अधिकार सुनिश्चित गर्नका लागि जो व्यक्तिमा साहस हुन्छ त्यसले तपाईहरूको सेवा मात्र होइन, संरक्षण पनि गर्छ र उन्नति र प्रगति यो सबै क्षेत्रबाट तपाईँ पाउन सक्नुहुन्छ भनेर यो मैले जाने अनुसारको मैले देखेन। स्थानीय 10 वर्ष गयो, अब के चाहियो त?
हामीलाई अब के चाहियो, के विकल्प छ त? मैले त देख्दा विकल्प यो जे छ, यो संवैधानिक देश चुनाव निर्माणको कार्यबाट चुनेर तपाईहरू नै पठाउने व्यक्तिबाट नै जति पाए त्यति नै तपाईँको, जति पाएन तपाईँको भविष्यको पाउनेमा जय हो, नपाउनेमा हरानी हो भनेर हामी अब यतातिर नजाउँ। बिल्कुल फिटिक्कै नसोच्नु। अब एउटै विकल्प छ, हामी जो पुरानो ढाँचाले झै झगडा झेलझाल रात बिरात घुम्ने, धम्काउने, गाली दिने, मेरो पार्टी हो, मेरो जाति हो, यो चाहिँ तिर हामी अब नलाग्ने। अब सिधा विचारतर्फको मत लिएर परिवर्तन मात्रै होइन, हरिहरपुरलाई सहर बनाउने हो, जीवन जिउनका लागि सजिलो हो, बाटोदेखि अधिकारसम्म, अधिकारदेखि कानुनसम्म ल्याएर दिने व्यक्तिको आवश्यकता हाम्रो समाजमा हामीलाई परेको छ। यही कुरो उल्झाउने बुल्झाउनेमा, भुल्याउनेमा हामीबाट, हाम्रै समाजबाट अन्नाना थरीको मान्छे निस्केर हाम्रो मति, गति और दिमाग, हाम्रो लक्ष्यलाई बाटो काटिदिने जसरी षड्यन्त्र, पोलिटिक्स, पौलिस काम धान दिन्छ रे त काम गर्दै रे, काम गरेन भने भोट दिएन भने कामै नदिने, यस्ता यस्ता विचारका मान्छेहरू छन्। ताकि त्यसबाट हामी चाहिँ अब निर्धक र ढुक्क भएर हामी अब प्रष्ट गर्नका लागि हामी आइसकेका छौँ। यस्ता यस्ता भिडियो तपाईँहरू धेरै पाउनुहुन्छ। भिडियोबाट नै सिक्ने हो। घरमा बसी बसी आफ्नो अधिकार पाउनका लागि घरमा पुग्दाखेरि नै थाहा हुन्छ, ताकि मैले पाएँ, के पाएँ हो, त्यो तपाईँको अधिकार अनुसारको पाउनुहुन्छ कि हुनुहुन्न। त्यतिखेर मत र चुनाव प्रक्रियाबाट गएर नै आइसकेपछि अब अधिकारीले नै गर्ने हो भनेर स्थानीय तहमा पुष्ट छ, संवैधानिक निकाय छ भनेर हामी अब न कानुनबाट बाहिर छौँ, न समाजबाट बाहिर भइरहेछौँ। समाजको समाजमै एकअर्काको एकअर्कालाई गरेर हामी के गर्ने हो त, राजनीतिकलाई दलदल बनाएको छन्। तर यसमा म नयाँ के भन्छु भने, हामी सबै संवैधानिक अनुसार कानुनी भित्र बसेर मुलुकको रक्षा गर्दै, बोर्डर सीमा सुरक्षा गर्दै, हामी दुख सुख बाँड्दै, कर बुझाउँदै हामी जुन आइरहेछौँ हो, त्यो सम्बन्धीमा मैले 2 लाइन के भन्छु भने, अब नयाँ टेक्नोलोजी अनुसार म 2 लाइन राख्छु। जो पहिला हामी मुलुकतिर लाग्थ्यो बनाउन, अब त्यो छोड्दैन, त्यति भारी अब उठाउनु पर्दैन, टेक्नोलोजीको जमाना छ। अब हामी आफ्नो समाज बनाऊँ, आफै नेपाल बन्ने छ, आफ्नै पहिला संरक्षण र विकास र व्यवस्था गरौँ, अटोमेटिक हामी अगाडि बढ्ने छौँ भने यति हुँदा हामीसँग तैपनि हामी नै पछाडि पर्नु नै जिन्दगी खाडीमा जानु होइन र। यसमा किता होला, पेटीमा लाल पूर्जामा होला, बाजुमा ताकत छ छैन तो आफूले काम लाग्ने हो। सम्पत्तिको आवश्यकता देखिएन, शिक्षाको आवश्यकता उति नै देखियो, ताकि अधिकारीको लायक जनताको अधिकार दिनका लागि मात्रै शिक्षा चाहिन्छ भने नोकरले मुखिया बन्न खोजे भने भन्नुस् त मुखियाले चलाउने हो कि नोकरले चलाउने हो भनेर एउटा उदाहरण है, उदाहरण। त्यस्तै गर्ने हामी चाहिँ नोकरे भएर नोकरलाई मुखिया बनाउने तपाईहरूको काम। अब यो नोकरतर्फको चाहिँ नबुझौँ, अधिकारी र मत र व्यक्तिको सिद्धान्तको अगाडि
निर्वाचन आयोगबाट चुन्ने व्यवस्था गरिएको हो वैधानिक संविधानमा भने अब हामी नदिएर त सुख छ त, दिनै पर्छ कहीँ न कहीँ। 10 जना नदेला, 20 जना नदेला, 25 जना नदेला, तर दिनु त पर्यो भनेर एकजना त आउने नै हो, किनकि आज लिएको भोलि त 5 वर्षसम्म त दिनै पर्यो। हो त्यस्तो दिने खालको व्यक्ति हामीले अब समाजमा ल्याउनु पर्छ। मेरो कुरोमा तपाईहरूको कस्तो के विश्लेषण गर्नुहुन्छ र यो समाजप्रतिको तपाईहरूको यदि ध्यान आकर्षण मैले यहाँबाट गराउन चाहन्छु जे यो प्रतिको समाजप्रतिको र व्यवस्था अनुसार र जेनेरेसन अनुसार आउने र वर्तमानमा जिउने बाट यदि हामी वञ्चित हुन चाहन्छौँ भने मेरो कुरा कस्तो लाग्छ भने तपाईहरू, म आफ्नो गाउँको मान्छे सम्पूर्ण दिदीबहिनी दाजुभाइहरूलाई म के बिन्ती गर्छु भने तपाईहरू यो भिडियो जहाँसुकै जुनसुकै ठाउँबाट तपाईँ यदि हेर्नु राख्नुभएछ हो त्यो हेराइले तपाईहरूले के बुझिदिनुहोस्, यो मान्छे यो जुनून हो कि ईमानदार इंसान हो कि चोर फटाहा जाल झमेल गर्ने खालको मान्छे हो, व्यक्ति हो कि अनुभवै नगर्ने के नभएको व्यक्तिमा पर्ने हो कि। तपाईहरूलाई म बारम्बार म बिन्ती गर्छु, तपाईहरू हामी अब सल्लाहको आवश्यकता देखिएन, किनकि स्थानीय पाइसकेपछि अब पाउनेवाला हामी केही पनि छैन। तर हामी पाउने यही हो, संवैधानिक अनुसार हामीले अधिकार पाएको हामीले संविधानबाट हामी पाउने नै हो भनेर ल्याउने र दिने व्यक्तिको मात्रै दूरी र डिफेन्सको कुरो छ, जे ताकि माइन्ड सेटले काम गर्यो। जित्न त झालझेलले जोले पनि जितिरहेछ, त्यही भएर त यो भद्रगोल छ। त्यस भएर म के भन्छु भने हामी अब पहिलाको सिस्टमतिर नजाउँ, अब नयाँ सिस्टममा के गरौँ, सल्लाहतर्फ नजाउँ, सिधै हामी गोप्यको आधारमा जेनेरेसन चेन्ज यदि गर्ने हो भने, जेनेरेसनको भविष्य बनाउने हो भने यो हाम्रो हातको ग्यारेन्टीको काम हो। तर बिग्ड्यो भने हामी कहीँ लायकको छैनौँ, किनकि हामी पनि खान्छौँ। त्यही भएर म एउटा उदाहरण दिन्छु, खाद मारेर धान भयो, धानको भात खाएर बुद्धि भएन भने अब हामी कहिले र कुन बेला आउँछ हामीलाई बुझ्ने र बुझाउने, यही हो समय हामी बुझ्ने। 5-10 दिनको अन्तरालमा किन्ने बेच्ने सब हुन्छ कि हुँदैन, तर अधिकारी व्यक्तिले त सबैको काम गरेकै हुन्छ भने अब किन डराउने, अब किन नचेन्ज गर्ने, अब कसरी हुँदैन र यो व्यक्तिमा त्यति क्षमता भएको व्यक्ति छ कि छैन, प्रदीपजीमा यो व्यवस्था ल्याउँदा हुन्छ कि हुँदैन, चलाउन सक्नुहुन्छ कि हुँदैन भनेर तपाईहरू पनि मन र विश्वास र छान्नु र बुझ्नु त सक्नु पर्यो नि। हामी सबैले भात खान्छौँ भनेर मेरो आँट र विश्वास मैले नयाँ प्रविधिबाट तपाईहरूलाई म के बारम्बार भन्छु भने गोप्यको आधारमा सल्लाह होइन साथ दिने काम तपाईहरूलाई म सिर्फ एउटा दिन्छु। म एउटा, धेरै होइन, एउटा पाउने हो र एउटा गर्ने हो, बस सिर्फ 2, पाउने गर्ने, 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 2। त यो दुईटा काम पाउने र गर्ने भनेको तपाईहरूको मौलिक अधिकार हो भने मौलिक कर्तव्य हो। त्यो हामी कर्तव्य
गराउने र गर्ने नभएको कारणले हामी अहिलेसम्म झालझेलमा फँसेका छौँ र हाम्रो हराएको पाइएन। हामी के बनाउँदैछौँ थाहा छैन भनेर म यो भिडियोबाट म तपाईँहरूको माझमा म पुर्याउन चाहन्छु। तपाईँहरू जहाँ भयो भने जस्तो भए अवस्थामा हुनुहुन्छ भने यो भिडियोलाई तपाईँहरू स्वीकार्नुहोस्, बुझ्नुहोस्। कालिका माई 3 नम्बर वाडा होस्, विशेष 3 नम्बर वाडा होस् वा आउने दिन र समयको लागि अथवा हार्दिक दिलैबाट म के भन्न चाहन्छु भने कालिका माईबाट म प्रार्थना बिन्ती गर्छु। यो कुरो कालिका माई गाउँपालिका सम्पूर्णवासीमा म हार्दिक अभिवादन म व्यक्त गर्न चाहन्छु, ताकि यो कुरो र यो मेरो भिडियो एउटा होइन यस्ता धेरै आउँछ, तर तपाईहरूलाई एकदम क्लियर हुँदै जानुस्, यो कुरा बुझ्नुस्। यो भिडियोमा तपाईँहरू के सिक्नुहुन्छ र के कमी छ भने म फेरि सुधार गरेर अर्को भिडियोमा भेटौँला। हस्त, नमस्ते, जय मधेस, जय नेपाल।